Welcome back to all. सबैजना सन्चै हुनुहुन्छ होला जा मुलालाई दिन्छु नि म सबैजना सन्चै बिसन्चै हुनुहुन्छ होला म पनि सन्चै छु त्यसैले म आज शनिबार भएको कारणले मेरो साथीहरूलाई चढाउन लग्दैछु मेरो स्कुलको प्रिय साथीहरूलाई हैन हाम्रो चाहिँ 5 कोठे घर हो तर यहाँ एउटा कोठा चाहिँ थप्नु हुने रे हैन यहाँ चाहिँ मेरो आजको खाजा छ खाजा नसोच्ने खोलेको भरे 2:30 उठेर थुनिदिने हो अल्छी लाग्दै खोलेको केही छैन अब एकछिन भेट्नुपर्छ यस्तो जाडो छ नि पर्छ कि मेरो साथीहरू क्लासमा त हल्ला गर्छन् हैन यो बाख्राहरू मलाई यस्तो कुद्छ कि हेर्नुहोस् त म यहाँ हुँदाखेरि यो मुलाहरू कहाँ पुग्छ यार होइन राष्ट्रपति रनिङ सिल महिनालाई पनि खेलाउने बेला भएछ कस्तो रेन्जर कुदिन्छ यार है जानु आज त बिहान टक्क उठेको कि यस्तो दामी घाम लाग्नु लागेको थियो मुला कहाँबाट हुस्से आएर यार दिनै खराब गरिदियो कस्तो मेरो भोलि अप्सनल म्याथको एक्जाम छ यार कोलाई अप्सनल म्याथ लास्ट चाहिँ अप्ठ्यारो लाग्छ भन्नुहोस् त एकचोटि Here I come. Here I come. केही आउँदैन मैले बुझेको लागि छैन के लेख्नु मैले गोलो गोलो अन्डा लेख्नु होला त्यही त हो यहाँ हाम्रो बाटो खाल यस्तो भयो भने होइन यस्तो बाटो घाट भयो भने केही पनि बाटो नभयो भने पुल चाहिँ हाम्रो राम्रो छ नि फेरि पुल त कम्फोर्ट भयो नि पुल चाहिँ पक्का पुल हो नि फेरि मैले बजेट दिएर यहाँ बनाएको पुल हो भन्नाले फेरि मेरो बाख्रा चाहिँ यति नै हो आज चढाएर ल्याउनु पर्ने मेरो ड्युटी छ ड्युटी मेरो लगेर छोडिदिने हो दिनभर सुत्दै बस्ने यो इयरफोन बोकिरहेको छु गीत सुन्ने हो मजाले ल यार यो त बिचमै खडा गर्छ त अब होइन अब एकछिन खेतबारीमा भेट्नुपर्छ होइन अब खेतबारीतिर बाख्रा पुऱ्याएर छोडिदिने हो एकछिन चढाउने हो अनि सुत्दिने हो बाख्रा चढ्नु थाल्यो भने डेन्जर कुद्छ नि यार बाख्रा त One eternity later. सँगले सबै धान काटिसकेको अवस्था देखिन्छ होइन माथि तल परबाट सबै खाली छ यहाँदेखि तलसम्म देख्नु सबै खाली हो कृपया यो एरिया बाहेक किनकि यो हाम्रो हो अनि माथि पनि देख्नु सक्नुहुन्छ यस्तो खाली छ देख्नु हेरेर त यो पनि कपारको यो सब यहाँदेखि यता सत्य भन्दाखेरि टाकटुक भन्दा नि फेरि अनि यो माथिको पनि यहाँ चाहिँ बाटो छ है के पो उता जाने लेटाङ जाने नाप्ती जाने बाटो छ होइन अनि यो पल्लो दुईखरे पल्लोपट्टि चाहिँ मिक्ली खोला छ अनि म चाहिँ यहाँ चाहिँ अल्छीले मर्न लागेको छु बाख्राहरू बाख्रा हराउँछ जस्तो लागिरहेको छ यस्तो जाडोमा कोही छ भने आउनुहोस् कोठा घट्नु कोठामा अल्छी लाग्यो त्यही भएर माथि सोध्या त्यहाँबाट कस्तो मिठो खायो बाख्राहरू हेर्नु वेटिङ गर्दा गर्दै सबै चिज सकिने भइसक्यो क्या दामी छ यार वेटिङ गर्दै सबै जिन्दगी सकिन्छ होला यार अब यो बाख्रा चढिरहेको छ यिनीहरूलाई वेटिङ गर्नु पर्यो फेरि वेटिङ गर्न भने भागिदिन्छ अहिले यता कि त यता छिर्यो भने फेरि होइन अनि त्यसैले वेटिङ पर्खाइ भनेको यस्तो चिज हो जसलाई पर्खिरहनु पर्छ होइन त नि पर्खाउनु र पर्खिनु भन्ने चिज तपाईँहरूलाई कुरा थाहा छैन त्यो कुरा म तपाईँलाई भरे भन्छु आलु इज नट आलु कति दामी हाल्यो हेर नि त आलु प्याज कोपी बन्दाकोपी के छ आई डोन्ट नो त्यहाँ माथि खुर्सानी पनि छ है लोकल खुर्सानी उठ्ला गर्नु जति कल्छी मलाई फेरि केही लाग्दैन ओछिन पाएर भने म सुत्दिनँ त कि यहाँ कस्तो मिठो निन्द्रा आउँथ्यो होला यस्तो जाडोमा सट्टासँग बोर्को ओढेर चम्म पारेर सुत्दिनु यस्तो पारेर फेरि पनि तपाईँलाई वेलकम ब्याक छ तपाईँलाई थाहा छ कि थाहा छैन होइन फेरि पनि यही भ्लगमा वेलकम ब्याक छ मैले अनुसन्धान गरेर सुने अनि थाहा पाएँ नहार्नु पर्ने रहेछ कि नहार्नु पर्ने रहेछ मायामा चाहिँ किनभने नि देख्नुहोस् त
गोरुमा चढ्ने शिवजीले बाघमा चढ्ने पार्वतीलाई कसरी पट्यायो होला कि कसरी पट्यायो होला कमेन्ट डाउन बिलो सबजनाले 2,000 years later. यहाँ गोठला गर्दा अल्छी लागिसक्यो होइन अल्छी लाग्दा को आउनु भएछ हेर्नुहोस् त माथि मलाई यस्तो हुस्सेमा बल्ल घाम राखेको कताको माथि घाम लागिरहेको छ होइन तर घामको किरण यहाँ आएर पनि आज चाहिँ तात्तिकै छैन कि कस्तो हुस्से पर पुगिरहेको छ यार घुमाउँदै ल्याउनु पर्ने 2,000 years later. मैले चाहिँ अघि नै बाख्रा ल्याइसकेको छु घरमा होइन म घरमा आइसकेको छु तर बाख्रा चाहिँ भर्खर चढ्दैछ अझै पनि बिहानै खोलेको बाख्रा तर अझै पनि सर्दैछ होइन बिहानै खोलेको बाख्रा र पनि अझै म चढाउँदैछु यस्तो मिना चढाउँदैछु बाख्रा त्यहाँ एउटा जङ्गली मान्छे छ होइन अनि अब बाख्रा त्यही चढाउँदैछु अहिलेको ठाउँदेखि मैले ल्याइसकेँ बाख्रा चढाएर होइन ल यो कुन स्टाइल आयो बाख्राको यस्तो बाख्रा मैले रुख सर्छ यार बाख्राले पनि ल यति भन्दै बाटो घुमाएर जति कुरा गर्यो होइन तिमी सयो पेट आजको लागि यति नै त्यहाँ फेरि लाइक कमेन्ट र सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला नि फेरि अन्तिममा त्यही सम्झाउनु मात्रै आएको नि गर्नुभयो नि त्यसै गर्नुपर्छ कि छिट्टो गर्नु होला नयाँ नयाँ भ्लग आइरहेको छ त्यति भन्दा फेरि पनि बाई